माई गड ओ माई गड तल नहेर मेरो माथि हेर नि त्यो एप्पल फार्म है कुन चाहिँ टर्नमा के आउँछ नै थाहा छैन क्या बाटो छ क्या उफ क्यामेराको सेटअप हेर न त्यहाँ ब्याक टु डे 2 आजको दिन धेरै राइड छैन हामी चामेबाट निस्किन लाग्यो ग्लोभ्स हिजो भिजेको अहिलेसम्म सुकेको छैन त्यही भएर अहिले लगाउँदिन एनडी 16 युज गरेको छु घाम अलि बढी नै लगाइरहेछ आज हेरौँ घाम एकदमै लगाइरहेछ हेर बढी छ घाम चामेबाट निस्क्यौँ बाई बाई चामे बाई 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 के भयो ए हर्न बजाएको भएर Oh my god! What the heck? कुन चाहिँ हो के सब थियो कुन चाहिँ हो कुन माउन्टेन अन्नपूर्ण बतासै भनेर हर्न मात्रै सुनिरहेको छु मैले यार हावा चलेछ चिरिरी बतासै उडेर यता चाहिँ ढुङ्गा ढुङ्गा वाला अफरोड छ के छ त कहाँ पुगिसक्नु भयो हल्का उठेर दिउँ उठेर मिठो पार ब्यास प्लेटमा लाग्यो क्या ठ्याङ्ग गरेको थियो के भयो द स्ट्रगल अफ कन्टेन्ट क्रिएटर त्यहाँ के छ त यहाँ बाइक छोडेर ए धुलो उडाउँदै आयो यार अनि उहाँ क्यामेरा जानुभएको छ माथि हावा चलेछ चिरिरी बतासै उडेर के सब लागेको क्यामेराको सेटअप हेर न त्यहाँ सिधा छ क्यामेरै पल्ट्यो यो ट्याङ ब्याग चाहिँ आज पनि राम्ररी मिलेको छैन राख्नु राख्नु टिक टक नकर गाइजहरू आइरहेछन् पछाडि आइरहेछन् यस केशव भाइको एङ्गल फेल खायो क्यामेरा एङ्गल झन्नै क्यामेरै खसेको बरु राखिदिनु भने लुक एट द्याट वाटरफल गाइज लुक एट द्याट वाटरफल
हावा चलेछ सिरिरी लुक एट द्याट वाटरफल ब्यास प्लेटमा ठोकिरहेको छ यार हल्का कुनाबाटै लग्छु म चाहिँ त्यही हिँडिरहेको छ नि टुरिस्टहरू नाजुक नाजुक भारी बोक्ने भरिया पनि रहेछ यार कडा भरियालाई भारी बोकायो अनि आफू चाहिँ कस्तो राम्रो हुन्छ नि मान्छेहरू बाहिरको क्रेजी पिपल बिहान हाम्रो होटलबाट हिँडेकोहरू होला यत्रै ग्रुप थियो तिनीहरू यहाँ आइपुग्यो ओए यो स्टिफ त यार ठाडै छ भने सट्टै करना सक्छ फलामको रोड रहेछ यार त्यहाँ के उछुट्यो भने त के उछुट्यो भने त फलामको रोड रहेछ हामी चामेबाट माथि लागिरहेछौँ एक्ज्याक्ट कहाँ चाहिँ मलाई पनि थाहा छैन सो यो ठाउँ नै यस्तो छ यार ओ माई गॉड Oh my god, look at this guys. ढुङ्गा कस्तो छ यहाँ ढुङ्गा स्टिफ ओह्रालो अनि त्यसबाटै त्यो ग्राभेलवाला पनि होइन क्या ठुल्ठुलो छ ढुङ्गा यार ट्याङ्क ब्यागले दुःख दियो मलाई आज ट्याङ्क ब्याग हेर्न यहाँ यस्तो दुःख दिइरहेको छ मलाई यार यस्तो दुःख दिने हो जाऊ यस्तो दुःख दिएर त मलाई ट्याङ्क ब्यागले नानो माथि हेर नि त्यो ओ माई गॉड बार लागिसकेको छ त पहिरो गए पनि टुरिस्टहरू चाहिँ तलैबाट हिँड्दै आउने क्या आनन्दले ए स्याउको हो यो सबै राइट साइडको नाइस ए स्याउ फार्म यही हो के छ त कति ठुलो रहेछ त यार एप्पल फार्म है ए उड्यो रोक्ने त होइन नि होइन वी आर गोइङ टु ग्रिन लेक ढुङ्गा उडिरहेछ है ढुङ्गा उडिरहेछ 2-3वटाले खुट्टामा लगाइरहेछ तलबाट कि गाडी हेरेछ गाइस के गर्ने हो कुद्नुपर्छ जस्ट इमेजिन क्या बाटो छैन त्यो चट्टानलाई चिरेर बाटो छ क्या ओ माई गॉड तल नहेरौँ यार स्टिफ छ भने पुरै ढुङ्गै माथिको झर्ला जस्तो छ यार ओए कताको ओ माई गॉड सरी on the way to ग्रिन लेक यो पहाड यति ठुलो छ है त्यहाँ यो पहाड नै चिरेर यहाँ तल बाटो बनाइरहेछ तलबाट आएको हामी
Look at that. What I have the mountain. यस्तो सेतो देखिरहेको छ नि त्यो घामले गर्दाखेरि आँखै टल्किरहेको छ कि त्यहाँ हेर्दाखेरि गाइजहरूको चाहिँ झोला त्यसको अरे जङ्गलको पहाड पहाड त्यो एउटा टुरिस्टको यहीँ बाइक बिग्रिएको थियो एउटा टाइगर लिएर आएको थियो त्यहाँनिर बिग्रिन्छ ठ्याक्कै त्यो घुम्तीमा बल्ल याद आयो मलाई जाऊ 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 त्यही भएर मतलब खै नेपालबाट रेन्ट ल्यायो हो कि बाइक चाहिँ नेपाली छ ओ इन्डियावेयर ओए 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 Oh my god. यो त यो हो माथि कसरी गयो त त्यो माथि त्यहाँबाट साइकल ओह्रालेको त्यो स्टिपबाट के भएको थियो र हिउँ बग्या हो कि के हो यार त्यो यार ओ माई गॉड त्यो बिचमा त्यस्तो त्यो उ जस्तो हजुर त्यही भने यो एउटा पिस ढुङ्गा जस्तो छ होइन हेर्न ढुङ्गा पुरा एउटा माउन्टेन बाइकरले त्यहाँबाट साइकल यहाँ स्टिफ यहाँसम्म झऱ्यो अरे यस्तो छ ठ्याक्कै ओ माई गॉड यतातिर फेरि छुट्टै संसार रहेछ यस्तो त अनरियल हो यार हजुर को ट्रेकिङ ट्रेल भन्छ डाइरेक्ट यहाँ हुनु तलबाट कुन चाहिँ टर्नमा के आउँछ नै थाहा छैन क्या हरेक टर्नपछि नयाँ भ्यू हरेक टर्नपछि नयाँ भ्यू कुन चाहिँ हिमाल देख्यो त्यो कुन चाहिँ माउन्टेन पिक देख्यो अर्को यस्तो ब्राइट छ नि यो घाम यस्तो ब्राइट छ नि होइन यो त काठमाडौँतिर देखिन्छ जस्तो लागिरहेछ कि म यो अझै सनभाइजर लाएर पनि त्यस्तो ब्राइट फिल भइरहेछ कि मलाई बिना सनभाइजर त आई डोन्ट थिङ्क वी क्यान राइड और सी यता बाहिर यार स्वेट कता हो अप्पर र लोवर दुईवटा छ अप्पर पिसाङ दिस इज अप्पर पिसाङ के एप्पल फार्म हो यो के हो म्युट छ हजुरको के हो के हो ए ओके ए पहिला लेक थियो अरे यहाँ पनि ओके राइट यो त यार ओए 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 वुडन ब्रिज आयो ओए ओए
त्यो सनको रिफ्लेक्सन परेर त्यहाँबाट ओह्रालेको सुत न मेल्ट भएर त्यो पानी गुड गुड सरियलै रहेछ यार हाम्रो राजीव जिन्दाबाद यो त तिनजना आएको ए म ल मैले अघि भनेको चाहिँ होइन उकालोमा चढिरहेको छु भने चाहिँ मेरो पछाडि छ भने ग्याप राख भन्नु खोजेको हो होइन तिनीहरूले मिसकम्युनिकेसन के भयो भने तिनीहरूले हर्न बजायो नि त म चाहिँ अनि ओह्रालो आउँदै थियो सो साइड छोडिदिन्छु भनेर रोकेको तिनीहरू पनि अरू राइडर पनि मैले थाहा पाइनँ मैले एक्सिलेटर लिनु खोजेँ क्या म चाहिँ तिमी रोक्यो भनेर अगाडि जानलाई होइन अनि जे भएको थियो नि तिमीले रोकेर म जानु हो त्यही भयो तर मैले चाहिँ उनीहरूलाई बाटो छोडिदिनु खोजेको थिएँ क्यामेरा अफै गर्नु बिर्सेछ यार यत्रो बेर पुरामा त्यो भ्यूले त्यो दिमागै उ गरिदियो क्या मेस्मराइज गरिदियो क्या मेस्मराइज्ड के खस्या हो र पछाडि क्रेजी हो यार यो त के छ त यो त नेक्स्ट लेभल हो ओए 1 सेकेन्डमा चेन्ज हुन्छ यार सट्टै त्यहाँसम्म देखिरहेको थिएन ग्रिनले कता हो तल तल र तल के छ त मनाङ इज सो अन्डर रेटेड यार अनरियल हो यार फकिङ अनरियल सर एक्लै हिँड्दै हुनुहुन्छ मुस्कुराउँदै मुसुक्क ग्रिनले हेरेर आएर मुस्कुराउँदै आउनु भइरहेछ ऊ त्यहाँ मन्दिर देखिरहेको छ नि तल त्यहीँ जाने हामी त्यो कस्तो क्लियर भएको क्या वेदर पनि यार ओ माई गॉड क्रेजी बाटो क्रेजी माउन्टेन यस्तो क्लियर छ अझै फेरि यार ए भोलि होइन आज होइन क्रेजी 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 बाटो क्रेजी ढलान भने पुरै त्यहीँसम्म छ क्या तलै देखेको मैले त्यो हाइवे ग्रिन लेक ढुङ्गा 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 वेलकम टु ग्रिन कसको हो स्क्रैम्बलर दामी छ ग्रिन लेक हैन ओ माई गॉड यार गो अडियो त केही आउँदैन बस्दैन म त भ्यापा बस्दिछु कि केमा बसेछु मलाई केही थाहा छैन म ठ्याप्पै बस्छु यो त अनि नेचरसँग आइसकेको त्यो अलिक फगी भइसक्यो नि याद हो के भ्यू यार यो ओ माई गॉड टु गुड भ्यू
with the coffee. निस्केको बाई बाई ग्रिन लेक लेकबाट निस्कियो हामी चाहिँ ब्लू लेक नीलो नीलो लास्ट एकचोटि भ्यू हेरिदिउँ न है ओ माय गॉड रुक्नु है म प्रेसर रिलिज गरौँ पुरै खोली केही भएको छैन यो ट्याङ्क ब्यागले दुःख दिन्छ हिजोदेखि भिजेको पन्जा बल्ल आज सुक्यो पन्जा उल्टो बाटो नि लेफ्टबाट जाने रहेछ म चाहिँ राइट गएछु यो त मान्छे हिँड्ने बाटो जस्तो छ यार ओए डेन्जर छ त यहाँ ओ माय गॉड फोकस प्लिज ल्यान्ड हजुरको खिच्ने हो हजुर बाई बाई see you next time ए यहाँसम्म त बस्या हुने रहेछ त ल बस पनि कस्तो बस हो यार त्यो पछाडिको एउटा मात्र टायर छ त अफरोडको स्पेसल बस हुन्छ क्या त ओ माई गड Oh my god, I'm loving this. बाटो हेर न गाइजहरु एक राइटबाट जानु पर्यो ओए वाटर कन्ट्रोल यार त्यो खोला हेर न त्यहाँबाट बग्दै आइरहेछ खोला त्यो खोला यसो बन्द गर लोडाउँदै आयो फेरि यो तिनीहरूले त त्यो जर्किन बोकेर हिँडिरहेको छैन यार पेट्रोल हाल्नै होला आहा यस्तो मजा आइरहेछ नि कसम पारीको बाटो देखाउँछ म माथि गएर कसम गरौँ है पारीको बाटो हेर्ने हो पारीको बाटो पनि राम्रै छ जस्तो छ यार पुरा पुलसुल भएर प्रपरै बाटो छ नाजुक घुम 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 सुन्तारा उफ 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 Look at this valley. एयरपोर्ट पनि छ त त्यहाँ है फेरि भ्यू उस्तै अनि फेरि रोड उस्तै फेरि हैन यो पाइन रुखको बिचमा फाल्टोमा छैर्यो Look at that!
त्यहाँ पानी आइरहेको रहेछ क्या त्यो ढुङ्गाबाट। त्यो कालो छ क्या त्यो पुरा, त्यो शिलाजित हो कि के बनाउँछ नि त्यस्तै ढुङ्गाबाट बनाउँछ क्या। Oh my God, bro. Oh my God. Look at this view. Look at this view. Look at that water. राइडबाट पनि छ बाटो त, म जान्ने भएर लेफ्टबाट हालेँ। वो उड्यो। I'm alive, baby. राइट झन्नै हात छोड्ने भएको, हात छोड्ने भएको। गाईहरू चरिरहेको छन् खुल्ला। I think that's the airport over there. Man, यस्तो बाटो राइड नगरिकन को आउँछ एयरपोर्ट प्लेनमा? I think they are coming प्लेनमा। एकैछिन चिलमा क्रुज हानौँ, आनन्द भ्यू इन्जोय गर्दै, आनन्द भ्यू इन्जोय गर्दै। Oh my God, bro. My God, bro. Man, जहाँ ठाउँ अलिकति केही देख्यो भने नै होटेलहरू छ है, सबै कुरा म्यानेज। मान्छेलाई ल हिँड्दै आयो ल कता बसौँ भन्यो भने छैन ठाउँ भन्नै छैन कि, सबै कुरा छ। वाटर क्रसिङ आया। ओ एयरपोर्टको लागि होला है, रनवे छ। उफ 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 उफ। बस्नुपर्ने भयो झोलाको लागि। ट्याङ्क ब्यागको कन्डिसन। अब यो घुम्तीपछि केही छ क्या, त्यहाँ ढुक्क एउटा भ्यू छ क्या। हरेक घुम्तीपछि एउटा भ्यू नभएको छँदै छैन। के देखाऊँ के म वाट डु आई सो। क्यामेराले कसरी देखाउँछ यस्तो भ्यू? सक्छ क्यामेराले यस्तो भ्यू देखाउन? Oh my God, bro. Oof. Oh my God. I just want to feel this. हेर्नु होला हेर्नु यो। ना जानु ट्याङ्क ब्यागले दुःख दियो। के भयो के छ त? ए के भाषामा ल्याएर रहेछ? फेरि बरु हामी सजिलो हुन्छ यार। कता जानुभयो के सबै? ब्लू लेक हो? होइन जर्मन सेफर्ड। जान Blue Lake is here. हजुर ए त्यहाँ आउनु त
ब्लक छ फोटो सेसन चलिरहेछ त्यस्तो भ्यू छ चल्नु भयो 60 अहिको बाटोले पुग्दैन रहेछ यस्तो के जस्तो गराएर रहेछ क्या लगाएर ओ माय गॉड हेलो कता जाने बाटो त्यो कहाँ जाने बाटो Finally, we reached the Blue Lake. अनि त्यो फ्रेम गर्ने गरी है फोटो ल सक्यो यताबाट चाहिँ ब्लू लेकमा फोटोसोटो खिच्यो एक्चुअली लास्ट फाइनल भ्यू चेक गरौँ अब चाहिँ हामी जान्छौँ आइस लेक पनि जाने भनेको के हुन्छ पिसाब फेर्ने ठाउँ पनि छैन रहेछ त्यहाँ गएर दिदीलाई सोधेको ओपन हो भाइ यहाँ त अरे अनि सट्ट अब खाना खान जान्छौँ होला अब हामी अब वी आर गोइङ टु मनाङ खाना त्यहीँ गएर खाइन्छ होला यहाँबाट हामीलाई लाग्छ होला त्यस्तै 15-20 minutes अहिले चाहिँ सानो छ यो चाहिँ बिर्नाहरू होला बिरुवा भनेको बिर्ना झन् माथि आयो बाटो चाहिँ झन् राम्रो क्या ढलान छ पुरै आनन्दको 6 गियरमा त्यो माथि गुम्बा रहेछ एउटा बुद्धिस्टको गुम्बा होला त्यो माथि टायर पुरै स्किड खाने रहेछ यार ओह्रालोमा त सर्र पुरै ल जाऊँ आई थिङ्क वाटर क्रसिङ हो कि ब्रिज होला ट्र्याक्सन यस्तोमा गाह्रो हुन्छ क्या ढुङ्गामा हिजो आएकोवाला गाडी रहेछ पिच रेगेला बाटो भयो त अब अल्ट्रा वाइड छैन थिएन रहेछ क्या अघि मनाङ लज एन्ड ट्रेकर्स बेकरी खाना यहाँ खाने हो खाना खायौँ खाना यस्तो मिठो थियो नि यार यो के हो यसको नाम मुङजी लज एन्ड ट्रेकर्स बेकरी भनेर मासु उस्तै मिठो अचारै 5-6 थरीको अचार थियो 2-3 थपेर खायो अब आइस लेकमा जाने भन्दै हुन्छ जाने कि नजाने भन्दै भन्दै गइदिउँ भनेर आएको बेलामा होइन अनि बाइक चाहिँ त्यहाँ छ होटेल मुङजी लज एन्ड ट्रेकर्स खाना एकदमै उठ्थ्यो हामी जाने त्यो पिकको त्यहाँ माथि
त्यहाँ माथि जाने हो ल अलि माथि गएर भेटौँ ल केयरफुल ब्रो केयरफुल ब्रो My God, bro. Be careful. Those boys point. Those point. Oh my God, bro. My God, bro. I think we have come to the point where we are resting our bike here for the day. See the mountain goat over there. Mountain goat, Himali beta. On the way to Ice Lake, you can see the ice. बाटोमै पुरै आइसको ढिक्का रहेछ बब्बालै हैन उ पानी नै तप गर्दै चुइरहेछ यहाँबाट पुरै सफ्टै छ माथिको हो त्यो खाना हुन्छ नि केशव दाइ ग्लेसियरको पानी सरी चिप्ल्यो है गाइज है फटफट हाल्दै देखेर Pico. We are heading back. तल खाना खाएको होटेलमा हामी माथि आइस लेक पुगेर आयौँ हामी जाने चाहिँ यहाँबाट देखेन छैन त्यसको बेसको त्यहाँको लास्ट यो माथि उता योबाट आएको डाँडाको त्यसको बेस हो तलपट्टि बाइक चाहिँ हाम्रो यहाँ तल छ यतापट्टितिर त्यही हो अब जाने बिस्तारै जाने अब कुकुरहरू हेर्न कुकुरहरू हामीसितै आइरहेछन् कि पछाडि अघि उता माथि आइस लेक जाँदाखेरि पनि त्यो घोरलहरूलाई लहटिरहेको थियो कस्तो चाँडो कुद्ने भने त्यो अपहिलमा हामीलाई स्यास्या भइरहेको थियो यिनीहरू चाहिँ नन स्टप घट पुरा त्यो हुन्छ नि चिता कुदे जस्तो तर उकालोमा सानैदेखि यतै बसिरहेको भएको भएर होला हामीलाई छोड्न आइरहेछन् हाम्रो अगाडि आइरहेछन् हेलो हामी चाहिँ तल आयौँ होटेलमा बिस्तारै आइरहेको थियौँ हामी अनि जाडो जस्तो भएको थियो पातलवाला मैले ट्रेकिङ ट्राउजर मात्रै लगाएर गएको थिएँ माथि अनि तल आएर हामीले सिबकथाङको जुस ट्राई गऱ्यौँ अनि एकछिन दाइले आगो बाल्नु गरेछ आगो तापेर बस्यौँ एकछिन अनि मैले चाहिँ गियर्सहरू खोलिसकेको थिएँ नि त अनि होटेलमै छोडेँ फेरि यहाँबाट खान्छ 30 मिनट्सको मात्रै राइड रहेछ त्यतिको लागि के बोकेर जानु उतापट्टि भनेर अनि बाहिर निस्किँदा अँध्यारो नै भइसकेको रहेछ अनि हामी चाहिँ राति पनि थियो त्यही भएर बिस्तारै गइरहेको थियो राति पनि थियो अनि बाटो पनि गिट्टीवाला थियो त्यही भएर थ्याङ्क यू फर वाचिङ टाटा